हेलो गाइस हामी माइतको ढुङ्गारीमा बेलुका भन्ने ठाउँमा बुढा अहिले हामी उखुबारीमा एक्सपिरियन्स भइरहेछ कस्तो रमाइलो भइरहेछ रमाइलो त भइरहेछ तर अलिक गाह्रो हुँदो रहेछ धारी हुँदो रहेछ अब फर्काखेरि आफ्नो औँठाहरू देखाएर हो दुईतिर उखु काट्ने तरिका चाहिँ यो यसरी काट्ने यो बिउ हो उखुको यस्तो यसरी बोक्रा फाल्ने यसले हातले यसरी बोक्रा फाल्ने यस्तो बोरा फालेर यसलाई थुप्रो पार्ने यस्तो राख्ने अनि त्यसरी राखेर यस्तो गरेर यसलाई यस्तो राख्ने अहिले राख्नु पर्दैन पहिले यो पहिले बिउले गर्छ गाह्रो छ हजुर गाह्रो छ खेती गर्न कति जेला पाउनुहुन्छ तपाईँले हाम्रो बिहान 8 बजेदेखि बेलुका 5 बजीसम्म हो दिनको कति पर्यो दिनको हाम्रो यहाँ कति छ भन्दाखेरि दिनको कति हो ध्यारी ला छिन्ने के छिन्नेको 500 रुपैयाँ उसको छिन्नेलाई 500 रुपैयाँ दिनको यो इन्टरभ्यू उखु ढाल्नेलाई 1000 रुपैयाँ हजुर अनि यसो छिन्नेलाई 500 रुपैयाँ हो हजुर काट्नेलाई 600 रुपैयाँ बिउ गर्न हो यो हुन्छ त नि हजुर हजुरको 2 मिनेटको लागि धेरै धेरै धन्यवाद छ हजुरलाई राम्रोसित काम गर्नु होला ढ्याडी कमाउनु होला हजुरको हैन हजुर ससुराली हो यो ससुराली हो हजुरको माइत हो मेरो माइत हो हजुरको ससुराली हो ए म त पत्रकार परे कहाँ ल त नि हजुर ल त केही भन्न चाहनुहुन्छ के भन्न चाहनुहुन्छ के भन्न चाहन्छु भन्दाखेरि म अर्को भिडियोमा बनाउँछु हैन पुरा भिडियो देखाउँछु भोलि पटसम्म आउँछ भिडियो हस् 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 नाचिनु होला ल त बाइ बाइ गाइस बाइ गाइस